लु है साथीहरू हामी चाहिँ ठ्याक्कै होइन 8 दिन भयो है यहाँको अनि आज चाहिँ जाँदैछु दिदी र नानी चाहिँ रुला जस्तो भइरहेछ नरुनु ल फेरि भेट हुन्छ अघि नै खाल खाइसक्यो कस्तो लाग्यो तिमीलाई आन्टीहरू आएर गएर हो म नि भोलिबाट मम्मी पनि काममा जानुहुन्छ एक्लै हुने भयो केही छैन अब राम्रोसँग बस ल हामीलाई बेला बेलामा फोन गरेर आन्टीहरूलाई सम्झि ल माया नम्बर दिदीलाई रमाइलो लाग्यो रमाइलो भयो अब कहिले देखेको थिएन होइन हजुर देख्यो राम्रो भयो रमाइलो लाग्यो आफ्नै जस्तै लाग्यो तिमीहरूलाई अनि टाइम गएको पनि थाहा भएन है टाइम गएको थाहा भएन 6-7 दिन तिमीलाई के भन्नु छ यता त्यही नै हो आयो रमाइलो गर्यो अब छुट्टी नै गर्यो खुसी लाग्यो सधैँ सँगै बसेर भएन है खुसी लाग्यो तिमी पनि आऊ फेरि फेरि पनि आऊ घुम्नलाई अब हेरौँ होइन समयले साथ दियो भने हामी भेट त हुन्छ जसरी नि यहाँ नजिकै हो नि त के भन्नु छ यहाँ धन्यवाद भन्नु पर्यो नि त भन न भन भन धन्यवाद धेरै धेरै अनि हामीलाई घर नै बनाइदिएकोमा घरै भन्यो अनि दाइ र भाउजूलाई दुःख दियो त्यस्तै दाइ भाउजूलाई दाइ भाउजूले धन्यवाद भनिसक्यो त ल म भन्छु अब धेरै थ्याङ्क यू हाम्रो यस्तो माया गर्ने यस्तो क्युट होइन यस्तो के भन्ने है एकदम यस्तो मिल्ने के अनि आन्टीहरूसँग घुम्ने यस्तो बहिनी यस्तो यस्तो छोरी पाइदिनु भएको छ दिदीले है अनि दिदी पनि यति धेरै मिल्ने कि हामीसँग है आमा हामी त आजम्म 1 हप्ताको उसमा पनि के कस्तो फ्यामिली जसरी भएर बस्यो है दाइ त भेट्नै पाएन अब दाइ काममा जानुभयो सबैजना यसरी भेट भयो अब पछि पनि भेट हुन्छ हामी एक प्रवीण के भन्ने भनिसक्यो मैले भनिसक्यो लुगा चाहिँ अलि के रे उस हुँदो रहेछ क्या मन चाहिँ हल्का दुवैजनाले एउटा एउटै कलरको लुगा लगाएको छ लु धेरै दुःख दियो भाउजू र बहिनीले धेरै दुःख दियो दाइलाई त के दुःख दिनु दाइ त दाइले पनि दियो नि बिचराहरूले हामी घुम्न पायो नि त दाइले पनि एक दिन पानीमा लग्यो हामीलाई घुमाएर पानी परिरहेको बेला अलिकति पानी परेर नत्र चाहिँ भन्दा झन् रमाइलो हुन्थ्यो मिठो मिठो खाना बनाएर खुवाउनु भयो होटेलमा भन्दा धेरै सेवा सुविधा दिनुभयो है त्यसको लागि चाहिँ हामी धेरै नै के अरे थ्याङ्क यू सो मच भन्न छु तपाईँको माया सधैँ यसरी नै पाइरहोस् है अझै पनि आश राख्छु लु जमा धेरै लु ओके लु भाउजू बाई बाई बहिनी ल गएको है त भाउजू अब त पुगेपछि फोन गर्छु ल लु हामी बसेको घर यस्तो राम्रो घरमा है हामीलाई धेरै यात्रा गर्नुमा हेल्प गरेको यही हो हाम्रो घोडा चाहिँ डोक्छ
साथीहरू हामी चाहिँ यस्तो पहाडको मुनि छौँ अहिले यस्तो छ मलाई चाहिँ यो बाटो हिँड्दाखेरि चाहिँ हाम्रो ठ्याक्कै रसुवा धादिङ नुवाकोट तीनटा जिल्लाको सिमानामा रहेको सिङ्लामनेको याद आइरहेको कि सिङ्लामने जाँदा पनि यस्तै उकालो यस्तै बोट बिरुवा भएको अनि यस्तै पहाड भएको बाटो थियो होइन त्यहाँ चाहिँ तर हामी हिँडेर बाइक सम्भव छैन कि रोड पनि छैन कि न केबल कार हाम्रो देशमा पनि यसरी नै विकास गरेको भए कति धेरै टुरिस्टहरू आउँथ्यो होला जस्तो लाग्छ मलाई चाहिँ त्यही भएर हाम्रो देशमा पनि यस्तो पहाडहरू छ रुख बिरुवा जङ्गलहरू छ भनेर खासै विदेशीहरूलाई थाहा छैन क्या के गर्ने हाम्रो देशको हालतै यस्तो छ यस्तो पहाडको मुनि दुईजना बजेहरू म्याप हेर्दै हुनुहुन्छ यहाँबाट नि 5 घन्टा 30 मिनट 1 घन्टा लाग्ने बाटो रहेछ कुन कुन ठाउँमा जाने भनेर हामी चाहिँ 30 मिनट मात्रै हिँड्नुपर्ने बाटो जाँदैछ किनभने हामी हिँड्नै सक्दिनँ नि त आधी गाडीमा आयो आधी हिँडेर उभिएर त हिँडिन्थ्यो रहरले होइन बाध्यताले हो नि त अहिले चाहिँ रहर भयो अब हिँड्नै पर्यो त्यही भएर जिन्दगीको गोरेटोमा यतिको चाहिँ हिँड्नै पर्छ है साथीहरू झोला त मलाई देऊ न त नि अनि तिमीले प्रवीणलाई फलो गरेको छैन नि पैदल लामो तिमी हो नि
आयो भने गाडी रोडको आउनु दिनु नि 2 मिनेटमा आइपुग्छ हामीले काम गर्ने मान्छेले दिएको होला है यो चाहिँ बाटो यस्तो छ फलामको रड राखेर बनाएको छ सेतु परि तारो जुत्ता तोसम्म अङ्गेटीमा है कोदो डरो डरो अरूभन्दा लट्ठीले उसलाई ढिलो गरेको क्या मेन त यो अर्कै पहाड होला हौ दामी ठाउँ छ यहाँ डाइनोसरसले हागेको कि क्या यत्रो किलो किलो हागेछ हौ टोली हो हेर त हेर हेर हिँड हिँड ए साथीहरू स्विजरल्यान्डको खुर्सानी को कोलाई चाहिन्छ स्विजरल्यान्डको खुर्सानी ल कस्तो खालको चाहियो यो चाहिँ एकदम पिरो न पिरो हुन्छ चट्ट लाएर केवल कारले पनि पुग्ने रहेछ नि त होइन ल जाउँ यस्तो घुम्ने टाइम भनेको होला क्या उता डाँडासम्म जाउँ त्यहाँबाट पाएन भनेदेखि जाउँला यो चाहिँ हामी मेगाम पुग्नु लागेको अब यस्तै छ बाटो हेर्नु के अरे पानीको ट्याङ्की उता कराइरहेको छ पाइप छ नमिल्ने हो कि के थाहा पाइप उतै छ मान्छे यस्तो छ जाउँ जाउँ लिफ्ट दिनु मिल्छ पर्दैन ल गलेको देखेर होला के बाजे प्रवीणा तिमीले खिच्छ पहिलाको सिनहरू This is a Subaru. Best car ever. How long did you drive with this car? That's 1
great. Yes, super. फुलहरू है फ्लावर Subaru, it's the Korean company or the Japanese one? Japanese. Ah. My home is over there. Oh. Scientists, you even can't see the scientists in the clouds there. That's a Santis mountain, huh? I think. मान्छेको घर यता पो रहेछ है Today is our last day. Yes. Okay. Your last day and you want to go to the scientists. Yeah, या we didn't research It's quite late planning. बाजेको सिसा पनि खत्रै रहेछ नि त बाजेको घर उयो नै That's the red one, I think, your house, huh? it's you can't see it. It's over there. But Yes. now I'm going to South Borden to friends. Mm-hmm. You are going to visit your friend. Yes, my cows have to wait a little bit. अरू गाडीलाई चाहिँ किन आउन नदिएको यहाँ बस्ती भएकोलाई मात्रै दिनेहरूलाई है I propose you leave now because I go upstairs quite a long way हामी गर्नुपर्छ रे Oh, no. ओके and you go back because you want to go home tomorrow. So I think it's. Thank you. थ्याङ्क यू भेरी मच Have And a good day. थ्याङ्क यू Yeah. एन्ड बाई Bye. बाई कतिनिर जाने अब? सो हामी चाहिँ अहिले माथिनिर जाने हो? बाजेले यहाँसम्म ल्याइदिनु भयो धेरै नै गुण लगाइदिनु भयो है हामीले ऊ बेला राम्रो काम गरेर होला है हेलो Bye-bye. बाई बाई यस्तो पहाडको मुनि ल्याइदिएको छ कोही छैन त्यहाँ माथिसम्म जाऊँ? त्यहाँसम्म? अब चाहिँ अलि हाइमा आएर होला मलाई चाहिँ टाउको दुख्यो चिसोले अनि मैले स्वेटर यसरी बाँधेँ टाउको छोपेँ ज्याकेट लगाएँ अनि मेरो दुईजना मित्रहरू चाहिँ यहाँ माथि टुप्पोमा पुगेछ अब 30 मिनट बाँकी छ भन्छन् हेरौँ यस्तो ठाउँ छ स्विजरल्यान्डको पनि विकट ठाउँ रहेछ हौ अघि हामीले लिदिएको बाजेको गाडी चाहिँ त्यहाँ छ त बाजे चाहिँ साथी भेट्न आएको है बादल फुलहरू दिइरहेको छ मजाले
ए मायाको फोन हो मेरो फोन जस्तै देखिराख्यो पछाडिको कपाल पिङ्क भएर मेरो फोन जस्तै देखिराखे यहाँ कोहीले यहाँ बास बनाइसकेछ कोही छैन है हाम्रो छेउमा त हामी 3 यात्री बाटो आएको मान्छे फिल्म बनाउनु पर्ला अब ओके है खै हामी कति बजीदेखि हिँडेको रे बन्द गर्छ एकछिन ए यस्तो साम्बा लाएर हिँड्ने मान्छे को रहेछ हेरौँ त जागर यतिको त हिँड्नु त नराम्रो हो टोक्न आउले माथि पो हेर्छ चढ्न नसकेर अब चाहिँ ओह्रालो झर्दैछु है उकालो त जसो तसो आयो ओह्रालो त अब चढ्नै पर्यो के गर्ने त गाह्रो छ नि हामीलाई पनि ओह हावा त सही आइरहेको छ त फेरि आउँछ पख
नदेखाउँ कि भनेको खास साम्बाको जुत्ता देख्दै देखिन हौ गाइज यस्तो डाँडा है पत्ता चल्ने उडै लाग्यो माया मेरो गेटी तो जिम्पाङले नो सुकारिनो थेन्चेला भन्दै अब लाग्यो ओह्रालोतिर साथीहरू यत्रो उकालो चढेर आयो फाइनल्ली तर फेरि ओह्रालो झर्नु पर्यो किनभने हामी माथि हिँड्न सकेन तिर त ढल्काउँदिन यसको नराम्रो यस्तो के देखाउनु सक्दिनँ हौ म हिँड्न अब टिप्स बिर्सेछ त तिमीहरूले भन्नुपर्छ नि त अब बिर्सेछ साथीहरू अरूहरूले दिएन हामी फेरि अलिक बजेट कमको मान्छे हो नि त होइन बिजनेसम्यान होइन नि त बिजनेसम्यान त हो तर कस्तो बिजनेसम्यान भन्ने इन्कम नआउने बिजनेसम्यान गुराँस नानीको फ्यानहरू त्यस्तै सुन्दो रहेछ त के हो तिम्रो त गुराँस नानीको जस्तै सोर्स हुन्छ त ग्रीष्म राई रे अर्का पो साथीहरू अब चाहिँ हामी आधी बाटो आइपुगिसक्यौँ के गीतमा बनाऊ न बनाऊ त्यो बादल कस्तो सुनुम सुनुम जस्तो लाग्ने कि गाईहरूको आवाज के भगवान सुत्यो के मिलेन रे टिकटक बनाउँदै आफूले बनाउँदै प्रीति आलेको बुलाकी त यहाँ हाम्रो गाईले पो लाइरहेको रहेछ यिनीहरू त बच्चाहरू रहेछ हाम्रो सबैले दुईटालाई लगाइदिएको रहेछ त होइन सुबिना उर्मिला कति वर्ष भयो यसले थोरै भयो वर्ष महिना नि भयो होला नि के वर्ष हुनु नि है थोरै महिना भयो हिँड्नु चाहिँ सिकाएको छ यसले जे होस् नाकमा यसको पनि उ पानी परिरहेछ है साथीहरू त मैले यो चाहिँ मैले स्विजरल्यान्डबाट ल्याएर आएको प्रीति हालेको बुलाकी प्रीति भाले ल भिडियो है भिडियो यस्तो हालत भइरहेछ यार पानी परेर लित्रुका अनुहार हेरौँ त अब अनुहार लुकाएको रे हामी बिचरा नि यता हेर्नु त
पुरा भिजेर नित्रुको भएको छ। यता फेरि हेरौँ, यताको त अलिक रेनकोट जस्तो रहेछ, जोस भिज्नु चाहिँ भिजेन रहेछ। ब्याग पनि सेफ्टी रहेछ। यहाँ यस्तो सुक्खा थियो, पानी माथिबाट बुर्रले आउँदैछ। यहाँ त फलाउँ 6 बज्यो। हामी त 12-1 नै बज्छ घर पुग्दा त। ओ प्रवीण भएको ठाउँ ठिक छ। जस अहिले चाहिँ परेन है। युहु यत्रो पानीले भिजेर रुजेर यस्तो भइरहेछ, तर त्यो पनि मजा आइरहेछ। यो भिज्नु पनि रमाइलो भइरहेछ। जस भोलि बिरामी होला नहोला त्यो छुट्टै भयो, र अहिलेलाई चाहिँ मस्त इन्जोय भइरहेछ। इन्जोय हेर बाटोमा यस्तो पानी लर हेर त खोला बगे चाहिँ बगिरहेछ। अब हाम्रो लागि चाहिँ होइन, कमिलाहरूको लागि चाहिँ खोला नै भनौँ। लु त यस्तो छ डाँडा चट्ट लगाएर माथि त के हो, आमामामा पानी परेको छ। यहाँ रकस्टार अझ पारा। त्यो चाहिँ थाहा भएन। त्यो खोलाको बिचमा नाचेकोहरू सिनहरू चाहिँ थाहा छ। लेखेर गर्दा नि हुन्छ। अब चाहिँ हामी घर फर्किने काममा छु है साथीहरू फाइनली।
रमाइलो छ बिचरा ड्राइभरलाई निन्द्रा लाग्यो रे बिजोग रमाइलो पो छ त